नमस्कार। शिक्षा विवेचना कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। जेएनजी आन्दोलनपछि सम्पन्न निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीको बलियो एकल सरकार हुने निश्चित भएपछि नयाँ सरकारले विभिन्न क्षेत्रमा सुधार गर्ने क्रममा शिक्षा क्षेत्रमा गर्नुपर्ने सुधारका आवश्यकताबारे पनि बहस सुरु भएको छ। भदौ 23 गते भएको जेएनजी आन्दोलनमा एउटा मुद्दा स्वदेशमै बजारको माग अनुसार रोजगारमुखी गुणस्तरीय शिक्षा पाउनुपर्छ भन्ने थियो। त्यसै आन्दोलनको उपजका रूपमा फागुन 21 गते भएको निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले एकल बहुमत प्राप्त गरेको छ। विगतमा पटक पटक सरकारमा गएका दलहरूले सरकारको अस्थिरताका कारण शिक्षा क्षेत्रमा काम गर्न नपाएको भन्दै आएका थिए। तर यसपटक रासपाले भने त्यस्तो भनेर उम्किने अवसर पाउने छैन। रासपाले निर्वाचन अघि सार्वजनिक गरेको आफ्नो 40 पृष्ठ लामो वाचा पत्रमा 5 बुँदे नागरिक करार उल्लेख गरेको छ, जसमध्ये दोस्रो बुँदा अन्तर्गत आजको अवस्था प्रतिफलविहीन शिक्षा रहेको भन्दै पार्टीको लक्ष्य सार्वजनिक शिक्षाको आमूल सुधार भन्ने उल्लेख गरिएको छ। 61 देखि 66 बुँदा गरी 7 वटा बुँदामा शिक्षाका विविध विषय समेटिएको छ। यी लगायतका विषयवस्तुको कार्यान्वयन कतिको चुनौतीपूर्ण छन्, के गर्न सकिन्छ, नयाँ सरकारले कुन कुन विषयलाई प्राथमिकता दिनुपर्छ लगायतका विषयमा कुराकानी गर्नका लागि आज हामीसँग हुनुहुन्छ प्राध्यापक डाक्टर बालचन्द्र लुइटेल। लुइटेल सर, कार्यक्रममा स्वागत छ। हस्, धन्यवाद। नेपालको शिक्षाका मुख्य समस्याहरू के हुन् जुन नयाँ बन्ने सरकारले सम्बोधन गर्नुपर्छ? प्राथमिकताका आधारमा भन्दा पहिलो कुन, दोस्रो कुन? पहिलो त प्रष्ट रूपमा विद्यालय शिक्षा ऐन जुन छ, शिक्षा ऐन जुन छ, शिक्षा ऐनलाई अगाडि ल्याउनु पर्यो। र त्यहाँबाट किनभने राज्य अब ऐनविहीन त भन्न भएन, तर 2028 को ऐन अहिले पनि कार्यान्वयनमा छ र त्यसलाई अत्यन्तै समयानुकूल परिवर्तन जरुरी छ। र लोक कल्याणकारी राज्यको हिसाबले शिक्षा पहिलो प्राथमिकता, एउटा प्राथमिकता हैन, शिक्षा, यातायात, स्वास्थ्य, खानेकुरा हैन लगायतका विषयहरू पर्छन् र त्यो मध्ये शिक्षा एउटा महत्त्वपूर्ण प्राथमिकतामा पर्नुपर्छ। यो 28 सालको शिक्षा भयो भन्दैमा शिक्षामा के खराबी ल्यायो त्यसले? हैन, खराबी यस्तो भने हो, अब अहिले 28 साल म जन्मिएको भन्दा 1 वर्ष अगाडिको हैन ऐन हो यो, र त्यो हिसाबले पनि हामीले धेरै टालटुल गर्दै आइराखेका छौँ। त्यो अब ऐन लेखाइमा पनि समस्या होला। अर्को कुरा चाहिँ के हो त भन्दाखेरि अहिलेको परिस्थिति भनेको 28 सालबाट धेरै परिवर्तन भइसकेको छ हैन। गभर्नेन्समा चेन्ज ल्याउनुपर्छ, हाम्रो गभर्नेन्समै परिवर्तन भएको छ। हामीले त्यतिखेर 1-3लाई भनेको थियौँ, के अरे प्राथमिक, त्यो निम्न माध्यमिक, माध्यमिक 10 कक्षासम्म मात्रै शिक्षाको संरचना थियो त्यतिखेर भने, अहिले 12सम्म नै विद्यालय शिक्षाको संरचनामा हामी पुगेका छौँ। र अर्को कुरा भनेको विषयवस्तु र समाजमा आउने परिवर्तन पनि धेरै भइसकेको छ हैन। समाजै अर्को बनिसकेको छ, राज्य व्यवस्था अर्कै बनिसकेको छ। त्यतिखेर राजा थिए, राजा सक्रिय थिए, अहिले राजै छैनन् हैन, गणतन्त्रमा हामी प्रवेश गरेका छौँ। त्यो हिसाबले पनि धेरै परिवर्तनहरू मुखरित भएको छन् नि त। ती परिवर्तनहरूलाई दस्तावेज भएकै छैन नि त हाम्रो, हामीले त अहिलेसम्म गर्नै सकेका छैनौँ। हामीले टालटुल गरेर यहाँसम्म ल्याएका छौँ। अघिल्लो संसदमा प्रस्तुत भएको विधेयक विभिन्न स्वार्थ समूहका कारण पारित हुन सकेन। यसपटक पनि त्यस्तो हुन सक्ने सम्भावना कतिको रहेछ? एकदम स्वार्थ समूहले खेल्ने अवस्था एकदम धेरै छ। किनभने अब राज्य समाजको नेचर त एउटा चुनावपछि परिवर्तन हुँदैन, त्यो कुनै न कुनै रूपमा फेरि आउन सक्छ। ती स्वार्थ समूहहरूले सार्वजनिक विद्यालय शिक्षालाई, सार्वजनिक विद्यालयलाई कसरी सकिन्छ कमजोर पार्ने प्रयत्न गरि नै रहन्छन्। त्यो स्वाभाविक हो। त्यो स्वार्थ समूह भनेको के हो? शिक्षक निकट, राजनीतिक दल निकट शिक्षक, सङ्घ सङ्गठन, निजी विद्यालय सञ्चालकहरू लगायतका अब किताब छापेर बेच्नेहरू लगायत सबै हुन् हैन। ती स्वार्थ समूहका आफ्ना चाहिँ नि आफ्ना कुराहरू आइ नै रहन्छन्, भइ नै रहन्छ। हामी करिकुलम बनाउने, जस्तो म अहिले करिकुलम कार्यदलको संयोजक छु, अगाडि महावीर पुनज्यू मन्त्री हुँदाखेरि बनेको। अब सायद अब त्यसले काम अलिकति यो हामीले चुनाव पनि परेका थियौँ, चुनावपछि हामीलाई काम गर्न सजिलो हुन्छ। त्यसमा पनि अगाडि विभिन्न सदस्यहरू मार्फत, इभन म मार्फत पनि विभिन्न स्वार्थ समूहका आफ्ना कुराहरू, यो विषय राख्नुपर्छ, यस्तो गर्नुपर्छ भन्ने कुरा आइरहेका छन्। अनि त्यसलाई अस्वाभाविक ठान्नुहुन्न। मूल कुरा के हो भने त्यो स्वार्थ समूहका कुरालाई कसरी एड्रेस गर्दै अथवा कसरी त्यो राज्यको हितमा छैन, सर्वजन हिताय त्यो छैन भने राजनीतिक नेतृत्वले चाहिँ अगाडि बढ्ने हो नि त
होइन, आफ्नो भिजन एउटा पोलिटिकल विल हुन्छ नि, राजनीतिक इच्छा शक्ति देखाएर अगाडि बढ्ने हो नि त। त्यो कुरा चाहिँ अबको नयाँ राजनीतिक नेतृत्वले त्यो डेमोन्स्ट्रेट गर्नुपर्छ भन्ने मलाई लाग्छ। सरले भन्नुभयो अधिकार चाहिँ शिक्षाको अधिकारको बाँडफाँडका बारेमा संविधानमा उल्लेख गरिएको छ, तर सङ्घीय शिक्षा ऐन आउन नसकेका कारण त्यो अझै अस्पष्ट छ। त्यसमा एउटा प्रमुख मुद्दा भनेकै शिक्षकहरूकै हो, शिक्षकको व्यवस्थापन। शिक्षकहरू त हामी सङ्घीय कर्मचारी हो, सङ्घीय अन्तर्गत हुनुपर्छ भनिरहेछन्। यो विषयलाई कसरी? होइन, यस्तो छ, कर्मचारीहरू पनि निजामती कर्मचारी नै अहिले त 2 ठाउँमा छन् नि त, होइन, प्रदेशमा छन् र सङ्घमा छन्, होइन। किनभने अब म प्रदेशमा जान्न भन्न पनि पाउँछ। कुनै बेला कर्मचारी निजामती कर्मचारीहरूले लामो समयसम्म त्यसमा असन्तुष्टि पनि राखे, म केन्द्रमै बसौँ, सङ्घमै बसौँ, पालिकामा नजाउँ। त्यसो गऱ्यो भने त देश कसरी चल्छ होला र? मलाई जहाँसम्म लाग्छ शिक्षकका सेवा सुविधामाथि कम्प्रोमाइज हुनुहुन्न, तर उत्तरदायित्व पनि वहन गर्नु पऱ्यो नि त सबैले, होइन। त्यस कारणले कहाँ बस्ने भन्दा पनि के काम गर्ने, कसरी डेलिभर गर्ने चाहिँ इम्पोर्टेन्ट कुरा हो, कसरी राम्रो पढाउने चाहिँ इम्पोर्टेन्ट कुरा होला। कहाँ बस्ने भन्ने कुरा त्यति इम्पोर्टेन्ट हो जस्तो मलाई लाग्दैन। यदि राज्यले होइन सेवा शर्तका कुराहरू सिरियसली एड्रेस गरिदिने हो भने, जुन गर्दै पनि राखेको छ जस्तो मलाई लाग्छ, हो भने त्यसलाई ठुलो विषयवस्तु बनाउनुपर्छ भन्ने मलाई लाग्दैन। यसमा अर्को एउटा विषयवस्तु निजी शिक्षा हो। निजी विद्यालयका सञ्चालकहरूको निकै ठुलो पहुँच छ, प्रभाव छ। यसलाई कसरी एड्रेस गर्न सकिएला? होइन, पहुँच र प्रभाव हुनु कुनै अनौठो कुरा होइन। निजी विद्यालय बन्द गर्छु भनेर बन्द पनि हुने होइन। त्यसको पक्षमा अब धेरै मान्छेले मेरो विरुद्धमा त स्टेटमेन्ट नै दिए साथीहरूले, पछि होइन हामीले त्यो भन्न खोजे होइन भने। उहाँहरूलाई पनि मेरो अनुरोध के हो भने यसलाई संस्थागत गरौँ न। संस्थागत हामीले गर्न सकेका छैनौँ। संस्थागत गर्दा 2-3वटा मोडलहरू पनि हुन सक्छन्। जो कमजोर हिसाबले चलिराखेका छन् तिनीहरूलाई बरु सपोर्ट गर्ने, होइन। र अलिकति त्यसलाई चाहिँ एउटा मैले देखेको चाहिँ सार्वजनिक विद्यालयले सिक्नुपर्ने निजीको व्यवस्थापन हो, होइन, त्यसको चुस्तता हो। त्यो एक हिसाबले कतिपय मान्छेले के भन्छ कर्पोरेट कल्चर पनि भन्छन् होला। मैले ठ्याक्क त्यसो भन्न चाहिँ खोजे होइन। जस्तो 9 बजी स्कुल लाग्ने छ भने 9 बजी नै पुगौँ, 1 घन्टा अगाडि पुगौँ, प्लानिङ गरौँ, व्यवस्थापन राम्रो ढङ्गले गरौँ। त्यो निजीबाट सिकौँ सार्वजनिक विद्यालयले। निजीले सिक्ने चाहिँ के हो भने हामीले गरिबका छोराछोरी पनि पढाउनुपर्छ, हामीले संस्था बनाउनुपर्छ। हामी मरेर गए पनि 100 वर्षसम्म मेरो स्कुल चलोस्। अहिले त के छ भने निजी स्कुलको सञ्चालकज्यूहरूको शेखापछि चलाउने त्यो स्कुल को हो त? त्यो पनि छैन नि त संस्थाको हिसाबले। अनि कतिपय फी चाहिँ विद्यार्थी के अरे अभिभावकहरूले निजी स्कुलका सञ्चालकका खातामा फी जान्छ, त्यो पनि राम्रो होइन नि त, होइन। त्यसले मेरो भन्नुको तात्पर्य चाहिँ त्यति नै हो। त्यसलाई संस्था बनाएर चलायो भने त्यहाँ काम गर्ने शिक्षक त्यो भनेको चाहिँ के ट्रस्ट मोडलमा जाने भन्ने काइन्ड अफ ठिक छ। अघिल्लो चाहिँ कम्पनी नै भए पनि कम्पनीका नि विभिन्न रूप हुन्छन् क्या। यो नाममा नजाउँ, सारमा जाउँ न। सार के हो त? कस्तो स्कुल भन्छ? कम्पनी नै ल राज्यलाई ट्याक्स तिर्छौँ भने पनि ट्याक्स तिर्ने विधि प्रक्रिया, त्यसको खातापाता निर्माण, त्यसको बजेट निर्माण, त्यसको अडिटिङ, होइन, त्यसको त्यो एउटा सार्वजनिक विधि हुन्छ क्या। तपाईँको यो कम्पनी FNCCIमा आबद्ध कम्पनीहरूले पनि त्यो गर्छन् क्या। त्यतिसम्म त गरौँ न स्कुलले, मैले त्यो भन्न खोजेँ। त्यो नगर्ने स्कुल पनि छन्। त्यो छन् भन्ने कुरो प्याप्सनकै केही साथीहरूले प्याप्सनकै साथीहरूले मलाई भन्नुभएको छ कि छल्ने अर्को बाटो रोज्ने पनि छन् है, हामीभित्रै छन् भनेर उहाँहरूले नै भन्नुभएको छ। मैले भन्न खोजेको तात्पर्य के हो भने निजी स्कुल बन्द गर्ने कुरो होइन, तर त्यसलाई व्यवस्थापन गर्ने, त्यसलाई नियमनमा ल्याउने कुरो चाहिँ एकदम इम्पोर्टेन्ट कुरा हो। त्यो गरियो भने हामीलाई के हुन्छ त भन्दाखेरि सरकारी स्कुलले पनि कम्पिट गर्नु पर्यो, होइन। निजीको राम्रो क्वालिटीसँग त कम्पिट गर्दा के बिग्रिन्छ र? बिग्रिँदैन नि त। तर निजी जस्तो बन्ने नाममा सरकारी विद्यालयहरूमा पनि अहिले अङ्ग्रेजी माध्यममा पढाएर त्यो त्योभित्र पनि हुने र नहुने बिचको विभेद त्यो त गर्नु हुँदैन। त्यो चाहिँ हो, त्यही भने मैले चाहिँ सही कुरा सिकौँ। सही कुरा सिक्ने भनेको त्यहाँ शिक्षकलाई 8 बजी बोलाइन्छ, 9 बजी स्कुल लाग्छ भने सरकारले पनि त गर्नु पऱ्यो नि त। 8 बजी बोलाउनु पऱ्यो, छलफल गर्नु पऱ्यो, कुन विद्यार्थी कमजोर छ, कमजोरलाई कसरी सपोर्ट गर्ने, योजना बनाउने। बेलुका 3 बजी बन्द हुन्छ भने 1 घन्टा अरू बस्ने, छलफल गर्ने, त्यो त दायित्व हो नि त हामी शिक्षकहरू। त्यो चाहिँ सरकारी जस्तो सरकारीलाई हामी सार्वजनिक भन्छौँ। सार्वजनिक भनेको पब्लिक हो। पब्लिक भनेको त पब्लिकका लागि काम गरिदिनु पऱ्यो, त्यति हो कुरो। गर्नु पनि भएको छ धेरैले, होइन। थोरैले गर्नुभएको छ, धेरैले गर्नु, सबै स्कुलहरूले त्यो गरौँ भन्न खोजे। सबैले के भन्छन् भन्दा शिक्षामा बजेट पुगेन भन्छन्। सरले भन्नुभयो विद्यालय शिक्षालाई चाहिँ जोड दिनुपर्छ भनिराख्नु भएको छ। शिक्षामा छुट्याइएको बजेटको 70% भन्दा बढी, करिब 80% चाहिँ विद्यालय शिक्षामा जान्छ। बजेट थोरै भए हो कि के भए हो? होइन, दुईटै कुरा हो। अब बजेट जहिले पनि हाम्रो घाटा बजेटै हुन्छ, होइन। बजेट निर्माणको तपाईँले हेर्नु हो भने हाम्रो आइरोनी छ, घाटा बजेट हुन्छ एकातिर, अर्कोतिर चाहिँ बजेट
त्यो प्रपोर्सनेटली खर्च हुँदैन। भनेको के भने साउन बजेट हुन्छ, मङ्सिर पुसबाट खर्च सुरु हुन्छ अनि एकैचोटि वैशाखमा फेरि चाहिँ नि जोडतोडका साथ खर्च हुन्छ। त्यसैले त्यो खर्च गर्ने तौर तरिका पनि मिलेको छैन एकातिर भने, अर्कोतिर त्यसले गर्दा चाहिँ बजेटको प्रभावकारिता पनि देखिँदैन। मलाई जहाँसम्म ठुलो कुरो पैसा भन्दा पनि पैसाको सदुपयोग इम्पोर्टेन्ट लाग्छ। त्यो पैसा स्कुलमा पुग्छ कि पुग्दैन, टाइममा काम हुन्छ कि हुँदैन, होइन, स्यालेरी नै समयमा पाइराखेका हुँदैनन् शिक्षकहरूले, त्यो पनि त प्रभावकारिताको एउटा पक्ष हो नि। तपाईँले महिना मर्नासाथ शिक्षकको खातामा चाहिँ पैसा हालिदिनु न, त्यो पनि एउटा प्रभावकारिता हो। 3 महिनासम्म उसले स्यालेरी पर्खिनुपर्छ भनेपछि त उसको पनि त भन्ने ठाउँ भयो नि, उसको पनि इफिसियन्सीमा क्वेसन उठ्ला नि त। स्टेट नै इफिसियन्ट छैन भने मैले सबभन्दा पहिले देख्दा चाहिँ पैसाको सदुपयोग, भ्यालु फर मनी भन्छ नि, त्यो चाहिँ इम्पोर्टेन्ट कुरा हो। त्यसपछि पैसा कति पुग्छ पुग्दैन त्यसपछिको कुरा हो। बजेट त सबैतिर घाटा बजेटै भन्छ। अमेरिकाका स्कुलहरूमा पनि पैसा पुगेन पब्लिक स्कुलमा भन्ने उनीहरू पनि भनिराखेका हुन्छ। यो अहिलेको उच्च शिक्षामा के गर्न सकिन्छ? किन भन्दा हाम्रो उच्च शिक्षाले बेरोजगार उत्पादन गरिरहेको छ। रोजगारीकै लागि अथवा उच्च शिक्षा पढ्नकै लागि देश छोडेर हिँड्नु परेको अवस्था छ। यसलाई चाहिँ के सरकारले के गर्न सक्ला? यस्तो छ, देश छोडेर हिँड्ने त उच्च शिक्षाका लागि मात्रै छैन, कामका लागि चाहिँ तपाईँको अब भारतको तलको टापु केरलामा अस्ति जाँदा दुई तिनवटा रेस्टुरेन्ट जहाँ पस्यो त्यहाँ 1-2जना नेपाली यसै पनि भेटिन्छ। अनि देश छोड्ने चाहिँ किन भएको छ भन्दाखेरि यो पढाइका लागि मात्रै होइन, सबै चिजका लागि। किन भएको छ भने देशप्रतिको न्यारेटिभ अच्छा छैन, ठिक छैन। न्यारेटिभ किन अच्छा भयो? हामीले ठिक गरेनौँ, त्यसकारण न्यारेटिभ बिग्रियो। अब हामीले ठिक गर्नु पर्यो। उच्च शिक्षाको सवालमा चाहिँ उच्च शिक्षा भनेको ज्ञान निर्माण गर्ने ठाउँ हो। फेरि म रिपिट गरेँ, ज्ञान निर्माण। ज्ञान भनेको सबै कुरा पर्छ, त्यहाँभित्र सिप पनि पर्छ, त्यहाँभित्र प्रज्ञा पनि पर्छ, सबै चिज पर्छ। त उच्च शिक्षा चाहिँ ज्ञान निर्माण गर्न कस्तो व्यक्तिले नेतृत्व गर्नु पर्यो? जो कम्पिटेन्ट छ, इन्डिपेन्डेन्टली डिसिजन लिन सक्छ, होइन, र विमतिमा पनि काम गर्न सक्छ। त्यस्तो नेतृत्व उच्च शिक्षाको लागि चाहिएको हो। मैले अघि पनि भने कम्पिटेन्ट, इन्डिपेन्डेन्टली काम गर्ने, विमतिमा पनि काम गर्न सक्ने त्यस्तो नेतृत्व चाहियो नि त देशमा। हामीले योभन्दा अगाडि के गर्यौँ भने सबैभन्दा धेरै चाहिँ पार्टीप्रतिको लोयल्टीलाई हेऱ्यौँ र पार्टी पनि होइन, अझ नेता पार्टीभित्र पनि गुटभित्र पनि स्पेसिफिक नेताप्रति जे होस् त्यो भनेको कार्यकर्ताकरणै हो। त्यो गऱ्यौँ। त्यो चाहिँ यति एक्सट्रिममा पुग्यो कि हामीले कम्पिटेन्स नै नेपालको हिसाबमा चाहिँ एकदमै सापेक्ष बन्दियो क्या। कतिपय कम्पिटेन्सका कुराहरू निरपेक्ष पनि हुन्छन्, जस्तो भनौँ न रिसर्च गरेको, पब्लिकेसन गरेको, राम्रो पढाउने, मेरिट भएको भन्ने कुरा चाहिँ क्रमशः त्यो धुमेल भन्दै गयो। त्यो भइसकेपछि वास्तवमा अहिलेको चुनावको एउटा चाहिँ जुन रियाक्सन हो नि, त्यो रियाक्सन यो पनि हो। किनभने मान्छे कसरी हामीले विश्वविद्यालय मात्रै जतासुकै मान्छेलाई कसरी नियुक्ति गऱ्यौँ त, के आधारमा नियुक्ति गऱ्यौँ त, होइन, त्यो नियुक्तिको प्रक्रियालाई कसरी हामीले व्यवस्थित गऱ्यौँ त, होइन। विश्वविद्यालय चाहिँ त्यसको ठुलो मारमा परे। यो एउटा दुईवटा मात्रै होइन, अधिकांश विश्वविद्यालयहरूको नियुक्ति प्रणाली चाहिँ के भएर गयो त भन्दाखेरि एकदमै राजनीतिले हाबी गर्यो। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो घोषणापत्रमा अथवा बाचापत्रमा के लेखेको छ भन्दा विश्वविद्यालय र विद्यालयहरूलाई दलीय राजनीतिक गतिविधिको अखडा हुनबाट मुक्त गर्नेछौँ। त्यो कतिको सम्भव छ? होइन, यस्तो सम्भव त अब धेरै कुरा मान्छेलाई हिजो चुनावमा पनि के लाग्थ्यो भने राष्ट्रपाले कहाँ यति सिट ल्याउँछ र राष्ट्रपाले कहाँ जित्छ र फलानाले कहाँ जित्छ, ढिस्कानाले नै जित्छ, किनभने यति धेरै कार्यकर्ता छन्। सबैभन्दा राम्रो कुरा त मुलुकै यो चुनावले एउटा डेमोन्स्ट्रेट के गर्यो त भन्दाखेरि मुलुक कार्यकर्ताविहीन बन्नुपर्छ, एउटा मास बेस्ड पार्टीमा जानुपर्छ। मास बेस्ड पार्टीमा गएपछि 5 वर्षपछि अर्कैलाई भोट दिन सक्छन्। कार्यकर्ता हुँदा चाहिँ ऊ बाँधिन्छ। मान्छे अहिले बाँधिन चाहेको छैन। गजब त्यो देख्नु भएन र? कति अब हजारौँ कार्यकर्ता भएको ठाउँमा कुनै पार्टीको अमुक पार्टीको हजारौँ कार्यकर्ता भएको ठाउँ उसको त्यति पनि भोट आएको छैन। त्यसको आधीको आधी भोट आएको छ। किन भन्दाखेरि मान्छे स्वतन्त्रता खोजेका छन्, मान्छेले चोइस खोजेका छन्। त्यसकारण त्यो एउटा राम्रो पक्ष हो। यही अपर्च्युनिटीलाई विश्वविद्यालयमा पनि प्रयोग गर्नुपर्छ। विश्वविद्यालय वर्तमान सरकार अब बन्ने सरकारले गर्न सक्छ जस्तो लाग्छ मलाई। राजनीतिक इच्छा त्यसलाई कसरी गर्ने? दलीय फेरि प्राध्यापकहरूको, शिक्षकहरूको, कर्मचारीको, विद्यार्थीको यो ट्रेड युनियनको अधिकार भन्ने फेरि अर्को छ? होइन, ट्रेड युनियन पाउँछ, तर ट्रेड युनियनमा लाग्नु भनेको कुनै दलप्रति आबद्ध हुनु होइन भन्ने कुरा इस्टाब्लिस गर्नुपर्छ। सर, उनीहरू त हामी दलप्रति आबद्ध छैनौँ, हामी त शुभेच्छुक संस्था मात्रै
मात्रै हो भन्छन् नि त। होइन, त्यसको चाहिँ जुन प्रभाव छ त्यसको प्रभाव कम गराउने धेरै उपाय छन्। एउटा नियमित जुन बिजनेस हुन्छ नि सम्बन्धित संस्था, त्यसलाई एकदम प्रभावकारी ढङ्गले चलायो भने त त्यसको प्रभाव कम हुन्छ। धेरैभन्दा धेरै कम विद्यार्थीहरू अथवा शिक्षकहरू त्यो प्रति आबद्ध भएको हुन्छन् होइन। तपाईँ अहिले पनि केही राम्रो चलेका संस्थाहरूमा हेर्नुभयो भने होला नियुक्तिमा, सरकारले गर्ने नियुक्तिहरूमा त्यसको छाया देखिन्छ होला, तर भित्रको आफ्नो जुन विद्यार्थीहरूको कम्पोजिसन हेर्नु भने विद्यार्थीहरू छन् ती सङ्गठनहरू नभएको होइन, तर सबै ओभरवेल्मिङली लागेका छैनन् होइन। जस्तो तपाईँले नियमित पढाइ गर्नुभयो, नियमित परीक्षा गर्नुभयो, नियमित अध्ययन अनुसन्धानका काम गर्नुभयो होइन, प्राज्ञिक गोष्ठी सम्मेलनहरू नियमित रूपले गरिराख्नुभयो भने त्यो प्रभाव कम हुँदै जान्छ। भनेपछि त्यो प्राध्यापकलाई, शिक्षकलाई, विद्यार्थीलाई चाहिँ इन्गेज गराउनु पर्यो। बस त्यो इन्गेज नगराएर हो नि, एकाडेमिक काममा लगाउनु पर्यो। अब अहिले योभन्दा अगाडिको उदाहरण म के दिन्छु भने अब सत्तामा हुन्जेल के भन्यो, शिक्षकलाई गाली गर्यो। सत्ताबाट बाहिर गइसकेपछि चुनावका बेला भोट माग्ने बेला म त शिक्षकै हो, तिमीहरूको म सत्तामा गएपछि यो गरिदिन्छु त्यो गरिदिन्छु भने त्यो चाहिँ वाहियात कुरा हो नि त। त्यो गर्नु भएन, हामीले चाहिँ दोहोरो नीति लिनु भएन। त्यसैले राजनीतिक सिद्धान्त आइडियोलोजिज नहुने केही पनि हुँदैन, सबैको हुन्छ। तर दलीयकरणबाट मान्छेलाई बाहिर राख्नुपर्ने कुरा चाहिँ उसको कोर बिजनेसमा उसलाई लगाइराख्नु पर्यो। उसले कोर बिजनेसमा लागेन, काम गरेन भने उसलाई त्यहाँबाट कारबाहीको प्रक्रिया सुरु हुन सक्छ अथवा ऊ पछि पर्न सक्छ। त्यो वातावरण बनाइदिउँ भने मेरो विचारमा दलप्रति अहिले आबद्ध भएका मान्छे पनि ह्याप्पी हुन्छन् जस्तो मलाई लाग्छ। सरले भने जस्तै प्राज्ञिक नियुक्तिहरूमा चाहिँ राजनीतिक अथवा दलीयकरण हुनु भएन। राष्ट्रपाले आफ्नो घोषणापत्रमा लेखेको छ, प्राज्ञिक नियुक्तिहरू तथा शिक्षक छनौट, पदोन्नति र मूल्याङ्कन प्रक्रिया पारदर्शी र मेरिट आधारित बनाउने छौँ। अहिलेको उसमा सकिन्छ। काठमाडौँ विश्वविद्यालयमा त भइरह होला, तर त्रिभुवन विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयहरूमा त यसमा समस्या छैन। यस्तो छ, त्यो चाहिँ के हो भने हिजो हामीले जुन ढङ्गले निर्देशित भएर राज्यको परिसंरचना भएका राजनीतिक पार्टी नेतृत्वले जुन ढङ्गले दबाब दिए त्यो कारणले यो हुन नसकेको। त्यो दबाब भएन भने त सकिहाल्छ नि। त्यो कम्पिटेन्ट मान्छेलाई चाहिँ त्यसको जिम्मा दियो, सेवा आयोगको अध्यक्ष, छनौट समितिको अध्यक्षहरू त्यस्तै खालका मान्छे भयो भनेदेखि त त्यो असम्भव हो जस्तो मलाई लाग्दैन। किनभने मैले स्कुल चलाउँदा, मेरो फ्याकल्टी चलाउँदा मैले त्यसरी कम्पिटेन्सकै आधारमा गरे भएर मलाई असम्भव जस्तो लाग्दैन। म त त्यसरी नै गरेँ। काठमाडौँ विश्वविद्यालयमा राजनीतिक प्रभाव अथवा दलीयकरण कम होला, न्यूनतम म भन्दिनँ, कम होला। त्रिभुवन विश्वविद्यालयमा त दलीयकरण भएको होइन, त्यो किनै प्राध्यापक र विद्यार्थी त किन मेरो मान्छेलाई नियुक्ति गरिनस् भनेर मोसो दल्न आइपुग्छ। होइन, त्यसको लागि राज्यले सुरक्षा गर्नु पर्यो। जो पदमा बसेका छन् उनीहरूको सुरक्षा गर्दै कम्पिटेन्ट मान्छेलाई अघि बढाउँदै गऱ्यो भने त्यो निस्तेज भइहाल्छ नि। अलिअलि देखिएला, अलिअलि छिटपुट देखिन सक्छ सुरुमा। त्यो त किन हुन्छ भने नि एउटा पार्टीको भनिएको मान्छे उपकुलपति हुन्छ, अर्को पार्टीको भनिएको मान्छे यता प्रतिपक्षमा बस्या हुन्छ, उसैले मान्छे उचाल्छ, लान्छ, कालो मुसो दलाउँछ, नेमप्लेट फाल्छ, पदाधिकारी पनि भागभण्डामा जान्छ। एकदम। अनि उपकुलपतिले भनेको अर्कोले मान्दैन, अर्कोले भनेको रजिस्ट्रारले मान्दैन। हो। अनि त्यसले गर्दाखेरि त्यो कुरा कम गर्ने एउटै के हो भने संस्था बनिसकेपछि जस्तो उपकुलपतिले केही बोल्यो भने अरू किन बोलिराख्नु पर्यो? किन त्यो त एउटा हुनु पर्यो नि त। सिइओको कन्सेप्टबाट हामीले गयौँ भने त त्यसरी हुन्छ जस्तो मलाई लाग्दैन। जस्तो एउटा संस्थाको प्रमुखले बोलिसकेपछि त्यसको उपप्रमुखले नि बोल्नुपर्ने, सहप्रमुखले नि बोल्नुपर्ने, त्यसका विभागीय प्रमुखहरूले सबैले पालो पाउनुपर्छ भनेपछि के हो, त्यहाँ भागभण्डा छ भन्ने बुझ्नु पर्यो। त्यसलाई कम गर्नु पर्यो, त्यसलाई निस्तेज पार्नु पर्यो। एउटा अर्ग्यानोग्राम र अर्गनाइजेसनल स्ट्रक्चरलाई हामीले चुस्त दुरुस्त रूपले प्रयोग गऱ्यौँ भनेदेखि हुन्छ। त्यो कसले गर्न सक्छ? जसले त्यहाँ चाहिँ कम्पिटेन्ट लिडरसिप हामीले त्यहाँ गर्छौँ, जो चाहिँ इन्डिपेन्डेन्टली डिसिजन गर्न सक्छ, जसले चाहिँ मेरिटका आधारमा डिसिजन गर्न सक्छ, त्यो मान्छे लगेर राख्यौँ भने हुन्छ जस्तो मलाई लाग्छ। राष्ट्रपाले अर्को घोषणापत्रमा के लेखेको छ भन्दा, विदेशी विश्वविद्यालयका आङ्गिक क्याम्पस र विदेशी डिग्री कार्यक्रम सञ्चालन गर्न सरल बनाउने छौँ। नेपालको पढाइ के खत्तम भयो त्यति साह्रो? यसको दुईटै पक्ष छ। हाम्रो एउटा चाहिँ यो ग्याट भन्ने सम्झौतामा हामी धेरै अगाडि पसेका छौँ, जसले चाहिँ फ्री इकोनोमीको कुरा गर्छ, बोर्डरलेस इकोनोमीको कुरा गर्छ। त्यसमा हामी बाँधिएका छौँ र सानो देश भएकोले बाँधिनु पर्ने जरुरी पनि छ। र दोस्रो कुरा भनेको चाहिँ उहाँहरूले अब यो त्यसको डेफिनेसन कसरी गर्नुहुन्छ, मैले देख्दा चाहिँ अलिकति दुई तिनवटा समस्याले स्ट्रक्चरल विदेशी विश्वविद्यालयको दिनै हुँदैन म भन्दिनँ। राम्रो विदेशी विश्वविद्यालयलाई निम्त्याउँदा केही फरक पर्दैन। त्यसमा खासै ठुलो राष्ट्र राम्रोको भनेको परिभाषा कसरी गर्ने त? जस्तो वर्ल्ड ऱ्याङ्किङमा परेका छन् नि त। अहिले भएका त वर्ल्ड ऱ्याङ्किङमा छँदै छैनन्, त्रिभुवन विश्वविद्यालय भन्दा नि पछाडि हो। अब हो त्यहाँनिर चाहिँ हामीले विचार गर्नुपर्ने हुन्छ। वर्ल्ड ऱ्याङ्किङमा परेका राम्रा विश्वविद्यालयको ठिकै नेपाली अफोर्ड गर्ने फीमा पढाउँछु भन्छ भने त के भएर दिँदा राम्रै हुन्छ त।
तर कहाँनिर चाहिँ भएन, कहाँनिर कम्प्रोमाइज गर्नु पाएन भने त्यो मुलुकले पनि राम्रोसँग रिकगनाइज नगरेका विश्वविद्यालयलाई यहाँ ल्याएर डिग्री बाँड्नु भएन। यहाँ कतिपय कलेजहरूको अहिले क्राइसिस पनि त्यो कारणले पनि भएको छ, किनभने ती विश्वविद्यालयहरू राम्रोसँग रिकगनाइज छैन, उनीहरूले राम्रोसँग रेगुलेट गर्न सकेनन्। यहाँ नसकेपछि के भयो त भन्दा नेपालमा चलेका कलेजहरूप्रति अब विश्वसनीयता चाहिँ घट्दो छ। फेरि विदेशी विश्वविद्यालयप्रतिको विश्वसनीयता अहिले पछिल्लो हामीले एउटा सानो सर्वे गरेका थियौँ, विदेशी विश्वविद्यालयपछिको विश्वसनीयता घट्दो छ, किनभने डिग्री पैसा बढी चार्ज गर्छन्, सबैलाई भने होइन, केहीलाई, र उनीहरूले चाहिँ पढाउँदैनन् यहाँ। अब पावर पोइन्ट पनि उताबाट ल्याएर के गरेर पावर पोइन्ट पढाउने होइन नि त। विश्वविद्यालय भनेको त डिप लर्निङ, डिप उसमा पो जानु पऱ्यो त, ज्ञान निर्माण हो नि त। पावर पोइन्ट पनि उसले अप्रुभ गरेर ल्याएर हामीले पढाएछौँ भन्ने एक दुई थरी सुने मैले। यसो हेर्दाखेरि त्यो कन्टेन्टको कुनै डेप्थ पनि छैन, त्यस्तो पनि चलेका छन्, त्यो राम्रो होइन। तर त्यसको अर्थ के होइन भने हामीले विदेशी विश्वविद्यालयलाई एकदमै बन्दै गर्नुपर्छ, आउनै दिनु हुँदैन, त्यो चाहिँ तालिबान स्टाइल पनि ठिक होइन। यही कुराकानी गर्दाखेरि हामी कहाँ चाहिँ विश्वविद्यालय भनेको ज्ञान निर्माण गर्ने थलो हुनुपर्ने, तर हामी कहाँ त विद्यावारिधि पनि गरेका छैन, अनुसन्धान पनि गरेको छैन, प्राध्यापक चाहिँ भएको छ। विडम्बना हो त्यो विडम्बना के भयो भने 46 साल, अब त्यो 46 साल अगाडि एउटा परिस्थिति रहेछ। 46 साल पछि के भएछ भन्दाखेरि त्यो 46 सालको आन्दोलनपछि मलाई तत्कालीन रेक्टर हुनुहुन्थ्यो क्यारे राममान श्रेष्ठले मलाई भन्नुभयो, हामीले एउटा ठुलो गल्ती गऱ्यौँ त्यतिखेर। भन्नु के भन्दाखेरि एक तह बढुवा गरिदिने, स्वतः स्थायी गर्ने, स्वतः बढुवा पनि भयो नि त, ब्याचलर गरेको मान्छे रिडर भयो भन्नुभयो क्या त्यतिखेर। किनभने कुनै बेला मान्छे नपाएर ब्याचलर गरेकालाई लेक्चर राखेको थियो, स्वतः बढुवामा त ऊ रिडर भयो। के को मास्टर पिएचडी भन्नुहुन्छ तपाईँ, मास्टर्स नै छैन। अब यो कुरा तपाईँले उठाएको कुरा एकदमै सही हो। हामीले विश्वविद्यालय जस्तो संस्थामा अनुसन्धानमा एकदमै राम्रो गतिलो खारिएको मान्छे नै चाहिन्छ होइन, ज्ञान निर्माणमा लागेकै मान्छे चाहिन्छ। त्यसमा पनि होइन राज्यले ठुलो लगानी गरेका विश्वविद्यालयहरूको अवस्था चाहिँ त्यो हुनु लाजमर्दो कुरा हो, लाजमर्दो नै हो। यो अवस्थामा अहिले हामी त 21औं शताब्दीमा छौँ होइन। हिजो कुनै बेला पिएचडी गर्न अमेरिका जानु पर्थ्यो अथवा युरोप जानु पर्थ्यो, अरू मुलुक जानु पर्थ्यो, यहीँ पनि पाइन्छ नि त, यहीँ पनि राम्रोसँग पिएचडी गरे भयो नि त होइन र। त्यसैले गर्दाखेरि यो हुनुको व्यथिति विकृति भनेको कुरा के हो त भन्दा कसरी म प्रोफेसर हुने, त्यसको बावजुद फेरि एकदम राम्रो पिएचडी गरेका खतरा अनुसन्धान गर्ने मान्छे तलै थन्केर पनि बसिया छन्। फेरि त्यो पनि उनीहरूको पदोन्नति पनि भएको छैन, अवसर पनि पाएको छैन, त्यो पनि अवस्था देखिन्छ। त्यसले गर्दाखेरि यो अहिलेको यो विडम्बना हो। तपाईँले भने कुरा त्यो कसरी सम्भव हुन्छ भने जब हामीसँग कम्पिटेन्स भएको लिडरसिप आउँछ, जसले सबैलाई समान व्यवहार गर्छ, कम्पिटेन्सलाई आधार दिन्छ, दक्षतालाई आधार दिन्छ, जब त्यतिखेर मात्रै अनि विश्वविद्यालय बन्छ नि त। विश्वविद्यालय त त्यसरी कम्पेयर त गरे होइन, तर विद्यालय शिक्षा र विश्वविद्यालयको शिक्षा चाहिँ त्यो मानेमा फरक हो। विद्यालय शिक्षा साक्षरताका लागि हो, नागरिकताका लागि हो, अफकोर्स माथि पढ्नलाई नि जग तयार गर्ने हो, तर प्राइमरीली चाहिँ विद्यालय शिक्षाको उद्देश्य थियो। उच्च शिक्षाको उद्देश्य के हो त भन्दाखेरि देशको उन्नतिका लागि होइन, नयाँ कुरा चाहिँ नि निर्माण गर्नका लागि, नयाँ दृष्टिकोण बनाउनका लागि होइन, त्यसको लागि हो नि त। जनशक्ति निर्माण गर्ने त छँदैछ, तर कस्तो जनशक्ति त जसले देशलाई अर्को उचाइमा पुर्याउन सक्छ, जसले देशलाई अर्को दिशातिर लैजान सक्छ, त्यो चाहिँ उच्च शिक्षाबाट उत्पादित जनशक्ति, चाहे त्यो शिक्षक होस्, इन्जिनियर होस्, डाक्टर होस्, म्यानेजर होस्, त्यो त्यसरी निकाल्नुपर्ने हो नि त। त्यो सबै काम गर्नको लागि हामी कहाँ एउटा प्राय मन्त्रीहरूले, राजनीतिक दलका नेताहरूले के भन्नुहुन्छ भन्दा कर्मचारी तन्त्रले सहयोग गरेन भन्ने, मन्त्री भइन्जेल मन्त्रीबाट निस्किएपछि उहाँहरूले त्यो भन्नुहुन्छ के साँच्चै त्यस्तो कर्मचारी तन्त्रले असहयोग गर्ने खालको हो हाम्रो कर्मचारी तन्त्र? तपाईँलाई के अनुभव छ? होइन, मैले पनि अब यस्तो हो, अब त्यसमा चाहिँ एउटा सुब्बालाई, एउटा खरदारलाई अथवा एउटा अधिकृतलाई, एउटा उपसचिव, सहसचिव, उनीहरूलाई दोष दिएर भाग्ने चाहिँ अवस्था होइन। यो किन भयो भन्दाखेरि होला कतिपय ठाउँमा कर्मचारीले सहयोग गरेनन् होला, पालिकाहरूमा कहिले त्यो देखिन्छ। हामीले काम गरेका 20-25वटा पालिकामध्ये केही पालिकाहरूमा त्यो अवस्था देखियो र कर्मचारीलाई अलिकति राजनीतिक अस्त्रको रूपमा प्रयोग गरेको पनि देखियो। जस्तो कुनैमा सत्ताधारी दलको विपक्षी उम्मेदवारले जितेको पालिका छ भने त्यहाँ चाहिँ अर्को विपरीत विचारको त्यो पालिका ल्याएर राखिदिने अनि उसलाई त्यो खालको निर्देशन दिने, त्यो चाहिँ भएको देखिन्छ। अनि कर्मचारी त्यसमा बगिएको पनि देखिन्छ। एकदम इन्डिपेन्डेन्टली आफ्नो दायित्व पुरा गरेर काम गर्ने कर्मचारी पनि हुन्छन्, मैले त्यो हदसम्म देखाएको छु। जहाँसम्म सङ्घीय सरकारको कुरो छ नि, कर्मचारीका पनि आफ्ना चाहिँ भनौँ न अब बाध्यता र लिमिटेसन पनि छन् र आफ्नो एक खालको
महत्त्वाकांक्षा नि हुन्छ विधेयकहरू बनाउने कुरामा, जस्तो यो निजामती ऐन बनाउने बेलामा होइन मुख्य सचिव सचिवहरूले अलिकति झोल गरे भनेर आउँथ्यो नि त, होला पनि त्यो कुनै अनौठो कुरा हो जस्तो पनि मलाई लाग्दैन। तर त्यसमा मुख्य चाहिँ राजनीतिक नेतृत्व नै हो। राजनीतिक नेतृत्व इमान्दार हुनु पर्यो, इमान्दार हुनु पर्यो, त्यो पढ्नु स्पष्ट हुनु पर्यो, भिजन प्रष्ट चाहियो। त्यसमा त कर्मचारी तन्त्र त एउटा मसिन हो, एउटा टुल हो, अलिअलि त्यो टुलले ट्याङ टुङ गर्ला, आवाज निकाल्ला, त्यति त हो नि। त्यसो भने अन्तिममा अब आउने सरकारले शिक्षा क्षेत्रको सुधार, जुन हामी यत्रो लामो गन्तन गऱ्यौँ, शिक्षा क्षेत्रको सुधारको लागि के गर्नु पर्यो? पहिलो कुरो विद्यालय शिक्षा विधेयक ड्राफ्ट गर्न सुरु गरिहाल्नु पर्यो, अथवा अगाडि भएकोमा के सुधार गर्ने हो अहिलेको आधारमा त्यो गरिहाल्नु पर्यो। र लोक कल्याणकारी राज्यको हिसाबले लोक कल्याणकारी राज्यका केही मुख्य कुरा हुन्छन्। जस्तो तपाईँले शिक्षा गुणस्तरको र सस्तो बनाउनु भयो भने के हुन्छ, कर्मचारीको तलब बढाइरहनु पर्दैन क्या। स्वास्थ्य गुणस्तरको र सस्तो बनाइदिनु पऱ्यो भने कर्मचारीको तलब बढाइरहनु पर्दैन क्या। ट्रान्सपोर्टेसनलाई सहज बढाइदिनु पऱ्यो भने के हुन्छ, निजीका भेहिकल आउँदैनन् क्या, अथवा आए भने पनि कम आउँछन्। अनि अर्को कुरो फुड प्राइसलाई मिनिमम राखिदिनु पर्यो। लोक कल्याणकारी राज्य तपाईँले चाहिँ राज्यहरू हेर्नुभयो भने यो सिद्धान्तमा भन्छन्। यहाँ त ओठे जवाफ यो अगाडि पनि हामीले प्रशस्त भने हो नि त, यी 4वटा पिलरलाई चाहिँ केन्द्रमा राखौँ। यो भयो भने तपाईँले वृद्ध भत्ता पनि दिनु पर्दैन, किनभने खानेकुरो सस्तो पारिदिनु भयो, स्वास्थ्य सहज गरिदिनु भयो, र नाति नातिना छोराछोरी पढ्ने स्कुल चाहिँ गुणस्तरको र कम पैसामा कम खर्चमा पढाइ हुने हो भने को चाहिँ मौतारी रहन्छ। अनि ट्रान्सपोर्टेसन सहज भयो र पैसा त तिर्नुपर्छ नागरिकले, तर ठिक्क तिर्ने बनाइदिनु भयो भने के हुन्छ, राज्य त्यसपछि त्यति कुरालाई चाहिँ व्यवस्थित गर्ने हो क्या राज्यले। त्यो गर्यो भने भन्न चाहिँ हामीले समाजवाद भन्यौँ, समाजवादको स पनि कहीँ पनि देखिएन क्या। तर समाजवाद पनि भनिरहनु पर्दैन, लोक कल्याणकारी राज्यको वरिपरि चाहिँ यी नीतिहरू फर्मुलेट गरिदियो र त्यसलाई दोहोरोसँग कार्यान्वयन गर्यो भने हुन्छ। मैले यो सम्भावना देखाएको छु, किनभने यो इच्छाशक्ति राजनीतिक नेतृत्वले राख्नुपर्छ। यत्रो सिट जितिसकेपछि उहाँहरूले गर्नुहुन्छ भन्ने मलाई लाग्छ। धन्यवाद सर, हाम्रो कार्यक्रममा आइदिनु भयो र आफ्ना अनुभव र आफ्ना विचार राखिदिनु भयो, त्यसको लागि धन्यवाद। हस्, मेरो पनि धेरै धेरै धन्यवाद। आदरणीय दर्शकवृन्द, आज हामीले शिक्षाविद प्राध्यापक डाक्टर बालचन्द्र लुइटेलसँग अब बन्ने सरकारले शिक्षाका के विषयलाई समेट्नुपर्छ, के कुरालाई प्राथमिकता दिनुपर्छ भन्ने विषयमा छलफल गऱ्यौँ। आजको लागि यति नै। अर्को साता हामी फेरि शिक्षा क्षेत्रकै अर्का व्यक्तिसँग बसेर यसरी नै छलफल गर्नेछौँ। त्यतिन्जेलसम्म म रविचन्द्र पराजुलीका साथै स्टुडियोमा रहनुभएका सम्पूर्ण प्राविधिक साथीहरू सबैलाई बिदा दिनुहोस्। नमस्ते।